चाहिँ सम्झना बजार पुगिसकेको छौँ होइन। यो सम्झना बजार हो। हामी अब ठ्याक्कै टच भयो। यता चाहिँ काठमाडौँ जान्छ, यता चाहिँ पश्चिम हो हामी जान लाग्यो होइन। यो सम्झना बजार होइन। हामी चाहिँ बाँसगारी आइपुग्यौँ होइन। यो बाँसगारीको ठाउँ हो। बाँसगारीको चाहिँ राम्रो भइरहेछ विकासहरू। ठिक छ, हामी बाँसगारी आइसक्यौँ। अब जाँदैछौँ पश्चिमतिर। हामी चाहिँ यो ब्यारेकको चेकिङमा आइसकेका छौँ होइन। यो चेकिङ हो। अब हामी चाहिँ लगत्तै निकुञ्ज आउँदैछौँ। लगत्तै चेकिङ हो हामी। यो ब्यारेक हो होइन, के अरे रमापुर ब्यारेक हो। अब चाहिँ यहाँ चेकिङ गर्छ। हामीले यहाँ अब चेकिङ गरेर जानुपर्छ होइन। अब निकुञ्ज पनि स्टार्ट हुन्छ। यो चाहिँ निकुञ्ज बर्दिया राष्ट्रिय निकुञ्ज होइन। यो चाहिँ हामी बर्दिया राष्ट्रिय निकुञ्ज होइन। ती निकुञ्जहरू पुरै बाघहरूले चाहिँ यस्तै मात्र आक्रमण गर्छ होइन। यही हो। यो चाहिँ बर्दिया राष्ट्रिय निकुञ्ज हामी चाहिँ जाँदैछौँ होइन। यहाँ चाहिँ 40को स्पिडमा हान्नु भनेछ होइन। 40को स्पिडदेखि कम चाहिँ हान्न मिल्दैन। बाघको एरिया यहाँ फेरि होइन। जति बेला पनि आक्रमण गर्न सक्छ, हामीलाई पनि गर्न सक्छ होइन। अब बबई चाहिँ 5 किलोमिटर छ। हामी चाहिँ बबई पुगिसकेको छौँ होइन। यी बबई यतातिर पुरै पानीहरू बगिरहेछ। अनि यो चाहिँ यो बबई उता पूर्वबाट आउने बाटो। अनि फाइनली बर्दियाको रमापुरको निकुञ्ज कटिसक्यौँ होइन। हो त्यो देखिरहेछ नि पछाडिको, यो हो होइन कटेको। अब चाहिँ हामी अर्को चाहिँ बर्दिया राष्ट्रिय निकुञ्जको अर्को चाहिँ त्योमा चाहिँ अब कति 8-10 जना गरेर ग्रुप गराएर पठाउँछ। यो हामी चाहिँ फाइनली भुरेगाउँ आइसक्यौँ होइन। भुरेगाउँको बजार हो यो। भुरेगाउँको बजारहरू हो होइन। बजार चाहिँ यसरी जानुपर्छ। पछाडि आइरहेको छ सबैजना होइन। जानुपर्छ। हामी चाहिँ फाइनली कर्णाली प्रवेश गर्दैछौँ। यो चाहिँ कर्णाली हो होइन। कर्णाली चाहिँ अब हामी यो लुम्बिनी प्रदेश अब चाहिँ समाप्त हुँदैछ। अब कर्णाली प्रदेश लाग्दैछ होइन। कर्णाली देख्दा आउँदैछ। गाडीको बिचमा यसरी चाहिँ पठाउँछ मान्छेहरू होइन। अब चाहिँ हामी कर्णालीको अब प्रवेशको देखिरहेछ। अब हामी कर्णाली पुग्दैछौँ होइन गाइजहरू। कस्तो लागिरहेछ अनि हाम्रो एकदम बबाल रमाइलो भइरहेछ नि। रमाइलो भइरहेछ नि। मजा आइरहेछ एकदम होइन। एकदम होइन बबालै छ। पुल त भन्नै पर्दैन। पुल त भन्नै पर्दैन कस्तो दामी छ है। त्यसको चारैतिरको भ्यू एकदम। यहाँ टिकटक बनाउँदै हुनुहुन्छ होइन। ए पानी लिएर आउनु भएको छ एकदम होइन। यो चाहिँ यहाँ फोटो खिचिराख्नु भएछ। अनि एकदम कर्णालीको दृश्य एकदम होइन। नजर टाढासम्म यो पुलहरू होइन। अनि हामी चाहिँ अब पश्चिम लाग्दैछौँ। यतातिर सबै छ होइन। यतातिर हामी चाहिँ हिँडिरहेछौँ कर्णालीको पुलमा। हामी चाहिँ अब लगत्तै पश्चिम लाग्दैछौँ। एकछिन हामी चाहिँ यहाँ फोटोसोटो खिच्यो, भिडियो बनायो। अब चाहिँ यहाँ सबै
उहाँहरू चाहिँ टिकटक बनाउँदै हुनुहुन्छ एकदम। उहाँहरू ह्याप्पी भएर दसैँ मानेर अनि टिकटक बनाउन आउनु भएको छ। हामी चाहिँ अब हामी चाहिँ पश्चिमको टुरमा जाँदैछौँ होइन गाइजहरू। अनि उताबाट गाडीहरू आइरहेछ। हामीले अगाडि चाहिँ बाइक पार्किङ गरिरहेछौँ। एकदम यहाँको होइन कर्णालीको हिल्स चाहिँ दामी छ। यो पानी खतरा छ पानी त होइन। यो पानी चाहिँ धेरै किन भएको भनेपछि यो के अरे भेरीको पानी पनि यसैमा खस्छ नि त, त्यही भएर चाहिँ धेरै पानी हो। कति मान्छेलाई चाहिँ थाहा छैन होला, यो कर्णाली मात्रै होइन नि, कर्णालीमा अगाडि यो माथि धेरै अगाडिबाट पानी चाहिँ खस्छ, भेरीको पानी कर्णालीमा, त्यही भएर धेरै पानी हुन्छ। हामी चाहिँ पश्चिम पुरै टुर हान्दैछौँ होइन। अब लगत्तै हामी चाहिँ जानुपर्छ, ढिला हुन्छ। अनि अब हामीले पार्किङ चाहिँ गाडी पार्किङ त्यहाँ गरिरहेछौँ। पुरै हिल्स देखिरहेछ, पुरै हिल्स एरियाहरू होइन, पुरै एकदम। त्यहाँ डुङ्गा चलाउँदै हुनुहुन्छ जस्तो लाग्छ। यो के भन्छ बोट के होइन, उहाँहरू चाहिँ बोटमा जाने प्रयास गरिराख्नु भएको छ बोटमा होइन। अब उहाँहरू चाहिँ जानुहुन्छ होला एकछिनमा बोटमा। अब बोटमा जानु लाग्नु भएको छ उहाँहरू। अब चाहिँ हामी पश्चिमतिर लाग्यौँ ल। एकदम पुलहरू हेर्नु, यी कर्णालीको एउटा खम्बाले मात्रै अड्डेको पुल हो होइन। धेरै पुरानो भइसक्यो पुलहरू। यसको चाहिँ अब खास नेपाल सरकारले नयाँ पुल बनाइदियोस्, त्यही भन्न चाहन्छु। हामी चाहिँ जाँदैछौँ लगत्तै। यहाँ बोट चढ्ने कोसिस गर्दै हुनुहुन्छ उहाँहरू। सायद अब उहाँहरू चाहिँ बोट चढ्दै हुनुहुन्छ ल। हामी चाहिँ पश्चिमतिर लाग्दैछौँ। हामी चाहिँ फाइनली लम्की आइसकेका छौँ होइन। यो लम्की हो। अनि लम्कीको बजारहरू हो यो। अनि हामी चाहिँ जाँदैछौँ अगाडि। यो ठ्याक्कै भन्नुपर्दा चाहिँ यो लम्की बजारहरू हो। अनि बजारहरू हुन्छ। अनि यो चाहिँ साइडमा यो टिकापुर पार जान्छ, टिकापुर जान्छ। अनि यो रोड टिकापुर जान्छ। यो लम्कीको बजारहरू हो। एकदम अझ ठुलो भइसकेको छ, बजारहरू परिरहेको रहेछ। एकदम विकास चाहिँ अलि छिटो हुनु पर्यो। ठिक छ। हामी चाहिँ घोडागुडी ताल आइसकेको छौँ। यही हो घोडागुडी ताल होइन। यो गाडीहरू यो चाहिँ घोडागुडी ताल हो। त्यो चाहिँ घोडी हो, यो चाहिँ घोडा हो। यो घोडागुडी ताल हो होइन। बादलले यहाँ जिस्काइरहेको छ। जिस्काइरहेको छ बादलले होइन। यही हो घोडागुडी ताल होइन। यो चाहिँ त्यही हो
एकदम होइन हाम्रो पोखराको फेवाताल भन्दा कम छैन यो। तर यहाँको सरकारले चाहिँ व्यवस्थापन गरिदिनु पर्छ। ठुलो ताल छ क्या भयङ्कर होइन। पोखराको फेवाताल भन्दा कम छैन क्या यो पनि। यसलाई चाहिँ व्यवस्थापन गर्नु पर्यो होइन। हामी चाहिँ अब चाहिँ यो चाहिँ हामी अत्तरी आइपुग्यौँ होइन। यो चाहिँ कैलालीको जिल्लामा पर्छ अत्तरिया। हामी चाहिँ अत्तरियाको बजारहरू हो। योबाट अब अनि योबाट जाने मान्छेहरू यो साइडबाट जान्छ होइन। अब यता के भन्छ बाजुरा बजाङ अनि जाने बाटो हो यो। एउटा यता जाने बाटो भइहाल्यो। अनि यो उता इन्डिया बोर्डर जाने बाटो भइहाल्यो होइन। अत्तरियाको मेन बजार हो यो अत्तरियाको पुरै। दामी छ है बजार। त्यो चाहिँ उता जाने बाटो हो भिरहरू हो। यहाँ चाहिँ भिड हुँदो रहेछ। चाहिँ अहिले शुक्लाफाटा राष्ट्रिय निकुञ्जमा आइपुग्यौँ होइन। यहाँ त बाघहरू पनि छन् होइन। यहाँ उता बर्दिया जस्तो त खासै आक्रमण हुँदैन, कमै हुन्छ। तर उताको भन्दा के विशेष छ। फाइनली चाहिँ अब हामी यो महेन्द्रनगरको बजारहरू हो होइन। महेन्द्रनगर आइपुग्यौँ हामी। बजारहरू हो महेन्द्रनगरको। बैजनाथ हाम्रो उताको रहेछ ठ्याक्क है। नाम मिल्दो जुल्दो हाम्रो बैजनाथ गाउँपालिका हो नि, त्यही भएर ठ्याक्क हामी चाहिँ देखाउँदैछ। महेन्द्रनगरको बजारहरू हो। रहेछ यता। हामी चाहिँ अब अगाडि गड्डा चौकीतिर जाँदैछौँ। अगाडि यो बाटो भएर जान्छ गड्डा चौकी होइन। गाइजहरू होइन। हामी हिँड्दैछौँ। यो चाहिँ अब राम्रो बनाउँदैछ रोडहरू। अत्तरिया बिस्तारै बिस्तारै ठुलो हुँदैछ यहाँको पनि महेन्द्रनगर। महेन्द्रनगरको रोडहरू राम्रो बनाएर रहेछ होइन। यो बनाएको यो बस पार्क हो है। महेन्द्रनगरको बस पार्क हो। अनि एकदम राम्रो बनाएको छ। यो उता जाँदैछ होइन। त्यही हो यहाँको बजारहरू होटेलहरू। तपाईँहरू यहाँ बस्न चाहनुहुन्छ भने होटेलहरू यो सबै होटेलहरू छ होइन। यतातिर के हो यो कार्यालयहरू होला। यो के अरे पावर स्टेसनहरू छ यहाँ होइन। पावर स्टेसनहरू बजारहरू छ महेन्द्रनगरको होइन। महेन्द्रनगरको बजारहरू है। राम्रो भइरहेछ नि।
फाइनली चाहिँ हामी गड्डा चौकी आइपुग्यौँ। नेपाल र यो इन्डियाको अब सिमाना यहाँबाट अगाडि होइन गड्डा चौकी हो यो। अनि हामी चाहिँ फाइनली गर्नुपर्छ इन्डिया र नेपालको सिमाना हो। चाहिँ इन्डियामा छौँ अहिले। पूर्णगिरी जान लाग्यो होइन। टनकपुर कटेर हामी चाहिँ यता स्कर्पियोमा गइरहेछौँ होइन। स्कर्पियोमा हिँडिरहेको लगतै यस्तो छ हेर्नु। गाडी जाम भएर होइन गाडी यहाँ बनाउँदै रहेछ। हामी चाहिँ हिँड्दै जान लाग्छौँ। हामीले प्रसाद किन्यौँ यो मन्दिरमा चढाउनलाई होइन। हामी हिँड्दै जानुपर्छ यहाँबाट, धेरै टाइम लाग्छ। अब हिँड्दै गएर यही हो। यो चाहिँ महाकालीको नदी हो होइन। तल देखेको महाकाली हो। अनि ऊ त्यहाँ चाहिँ यही हो पूर्णगिरी होइन। पूर्णगिरी यही हो। यो भित्र प्रसादहरू चलाउने होइन। अनि यही भित्र चढाउने प्रसादहरू। मन्दिर यही भित्र हो चढाउने होइन। हामी चाहिँ गइरहेछौँ। हामीले अब यहाँ दर्शन गरेर हामी अब चाहिँ लगतै हामी एकछिनमा फर्किन्छौँ। गाइस हामी चाहिँ अब फर्किँदैछौँ होइन। मन्दिरमा दर्शन गरेर को हेर्नु पुरै तल पुरै पहाड हेर्नु पुरै होइन। हामी चाहिँ फर्किँदै हो। हाम्रो एकजना साथी उता हिँड्दैछन्। हामी चाहिँ फर्किँदै हो होइन गाइजहरू। यो चाहिँ तपाईँहरूले हिँड्न सक्नुपर्छ यो होइन। यो बाटो चाहिँ हिँड्नुपर्छ, धेरै लामो छ। हिँड्न सक्नुहुन्छ कि नै। यस्तो सिडीहरू छ है। यस्तो पूर्णगिरी यस्तो सिडी छ। जाँदाखेरि यस्तो पहाड पर्छ हेर्नुहोस्। जाँदाखेरि यस्तो पहाड पर्छ। यस्तो पहाड पर्छ होइन। यस्तो सिडीहरू पर्छ, याद गर्नु होला होइन। यस्तो सिडीहरू। ट्याक्सीनिर अब पुग्दैछौँ पार्किङ गरेको ठाउँ। हामी सिडी चाहिँ कटिसक्यो। अब यो ट्याक्सीमा आइसक्यौँ होइन। हामी यो ट्याक्सीमा आइसक्यौँ होइन। यो अब हाम्रो ड्राइभर ऊ त्यो आउँदैछ। अब 5 मिनटमा भन्दै थियो। अब हामी चाहिँ लगतै जान्छौँ। अनि हजुरहरूलाई यो भिडियो हेरेर कस्तो लाग्यो भने प्रतिक्रिया दिनु होला होइन। हजुरलाई मन पऱ्यो भने लाइक एन्ड सेयर सब्सक्राइब गरिदिनु होला। बेल घन्टी नोटिफिकेसन अल गरिदिनु होला होइन। सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला। लाइक कमेन्ट गर्नु होला है। अनि मैले नयाँ भिडियो ल्याउने छु होइन। राम्रो भिडियोहरू। अब नेक्स्ट भिडियो चाहिँ भेट्नुपर्छ होइन। हामी अहिले चाहिँ अब हामी चाहिँ छुट्टिनुपर्छ। हजुरहरूलाई यो भिडियो सेयर गरिदिनु होला। लाइक एन्ड सेयर सब्सक्राइब गरिदिनु होला भन्न चाहन्छु। अब चाहिँ हामी लगतै हुन्छौँ होइन। नेक्स्ट भिडियोमा भेट्नुपर्छ। के प्रतिक्रिया छ भने दिनु होला होइन। के सल्लाह सुझाव छ भने दिनु होला। अर्को भिडियो नेक्स्ट भ्लग भिडियोमा भेट्नुपर्छ। अरू राम्रो ठाउँहरू पनि देखाउने छु होइन। अहिलेलाई हामी चाहिँ छुट्टियौँ।